साउन्डमा साउन्ड भलो पुसमा अहिले जाडोमा कोक्रिन्छ कि मालिस कसले गर्छ मालिस गर्ने मान्छे छ डाँडाको बिग्रिन्छ नि डेली गर्नु पर्यो यो दबाई यहाँबाट लगेर डेली गरेर खुल्छ यहाँ गाडा छ नि कोडाहरू छ नि यो सबै यो सबै खुल्छ कि यो गाडा नि पुरा यो मालिस हानेपछि सबै भइहाल्छ हो उमेर त भर्खर छ त कति वर्ष फेरि भर्खर उमेरमा के हो यहाँ कसरी यस्तो त रक्सी खाइदिँदैन त्यो त्यो रक्सी नखानु कहिले पनि मान्छेले भुलेर यो दाडु सुँगुरको मासु र रक्सी कहिले खानु यो यति खराबी गर्छ यो चिज होइन सबभन्दा खराब सक्दा मासु नखाने होइन अब सकिँदैन भने त्यो चिज नखाने अरू खाने कि नाम के छ अरे मैले उ गरिदिन्छु त्यो त म गरिदिन्छु मालिस गर्ने मान्छे हो भने ल गाडा चाहिँ गाडा तोडिन्छ क्या अब मालिस गरेपछि अब दबाईले तोडिदिएको गएपछि अब यो खुल्दै जाने हो क्या अहिले जाडो छ कक्रेर फेरि नि जाडोमा अलिक कक्रिन्छ पनि तर कक्रियो पनि मालिसै गर्नुपर्छ बिहान बेलुका गर्दै गर्ने अहिले अलिक बार होइन अलिक अब घाम लाग्न थालिहाल्छ जाडो हुन्छ नि त र पनि अहिले चाहिँ गर्दै गर्नु बिस्तारै बिस्तारै अलिक घाम लागेपछि गर्नु यो खुलिहाल्छ सबै कन्ट्रोलमा आइहाल्छ ल ओम फुल सम्हाल्ने वाला छ पैसा पर्दैन लगाउने पैसा होइन पैसा कति हुँदैन मालिस जोडले गर्नु पर्यो ल एकदम मजाले हाल्नु लाउनु भइहाल्छ ल लाउनेहरू कहाँ हो लाउनेहरू घर रङपुर भने कहाँ हो ए अब यहाँ सबै गरेर आउँछ तिनैजना अब छम्लेर ड्याक्कै हो छम्लेर आउनु बुझेँ कि तर मुरमुरहरू पनि त्यतातिर नि बुझेँ कि त्यस्तै देखिन्छ क्या खड्का तिमी त बाहुनी हेर्दै बाहुनी जस्तो देखिन्छ होइन के गर्नुपर्छ यस्तो यो छोरी छोराले बेलाउनु पर्छ कुर्सी 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 दिनु ल काम दिएर मेरो त बोल्दै बोल्दैन नानीसँग पनि बोल्दैन बुढासित पनि बोल्दैन पैसा पठाउँछ माइत घर व्यवहार गरेर खानु नाम कल्पना जे नाम चल्दैछ त्यही नाम त होला नारायणका नाममा हामी त्यही नाम त भन्नु पर्यो हैन बाबा
मन बुझाइदिएको छ आमाले मन घुराएको छ छोरीलाई बुहारीलाई चाहिँ बुहारीले मन घुराएको छ कसैले हेर्न यो सक्दैन कुर्सीमा राख्नु नि त्यो बुढा मान्छेलाई दुईटा छोरा छ बाबा दुईटा छोरा छ म छु मेरो छोरा छ छोरा कहाँ छ घरमै छ छोरालाई लिएर आउनु पर्दैन त छोरालाई ल्याएर छोराले चाहिँ भन्नु यसरी नि हो यो नि भिडियो कल गर्दा पर्दैन यो छोराको नि माथिबाट यो छोराले सिरानी मुनि यसरी राख्नु लाउनु यसरी छोराको चाहिँ फोटो माथिबाट छोराको यता माथि बुहारीको तलबाट ल ग्रह छ नि त अलिक टाइम लाग्छ हुन्छ पैसा सैसा भन्नुहुन्छ यो पढाएन भइहाल्छ के छैन पछि त्यो सधैँ हुन्छ अब त्यो लगेर चाहिँ मैले भनेको जस्तो गरेर लाउनु टक्क सिरानी मुनि छोराको सिरानी मुनि पनि ज्वाइँ कि छोरा होइन ए ज्वाइँ हो कसरी ज्वाइँ मेरो मामा ससुराको छोरी हो नि त तिवारीको छोरी ल्याएको छ नि त बहिनीलाई तिवारी मेरो पनि यही हो समस्या बाबा ठ्याक्कै समस्या यही कसको समस्या छोरा बुहारी छोरा बुहारी चाहिँ छोरा बुहारी गएछ माइत काम गर्छ जान्छ भनेर जानुभयो यहाँबाट अनि अब उहाँबाट गएपछि माइतमा बसेको बसे 1 साल भइसक्यो अहिलेसम्म आउनको नाम बोल्दैन छोरासँग झगडा गर्छ अनि उताबाट झगडा गरेर छोरा यहाँ नाम के छ गुन्जन ठाकुर र राम ठाकुर यसको चाहिँ राम ठाकुर यो छोरा हो त्यो बुहारी छोरा कहाँ छ छोरा घरमै छ पत्नीले काम गर्थ्यो हिजो झगडा गर्छ उता फोनबाट म जाँदिनँ त के गर्छ म जाँदिनँ अरे जे गराउँछ गर म जाँदिनँ छोरी छ एउटा 4 सालको धेरै आश लिएर आएको छु बाबा छोरा बुहारी मिलाइदिनु धेरै रिसाउँछ अझै उताबाट आइज भन्छन् कि उताबाट जाँदिनँ भन्छ एउटा रिसाएर गाली दिएर किन आउँदिनस् त्यसै गर्नु यो पनि नि यो छोराको माथिमा टक्क राखेर ठ्याक्कै यसरी सिरानी मुनि राख्ने छोराले छोरा यता आयो भने यतै ल्याउनु लाउनु 1-2 दिन लाग्छ ल छोरा उहाँ घरमा बस्दा घरमै यता पत्नी आयो कति यसरी जहिले पनि तल छोरी मान्छेलाई कसले मिलाउनु त्यसलाई तल बनाउनु पर्यो नाम भन भइहाल्छ पालो यतै राखेर भइहाल्छ चामल हेर्नै पर्दैन नामबाट सबैको हेरिदिनु नाम दिव्या ठाकुर दिव्या ठाकुर मेरो नाम बुढा छैन छोरा बुहारी पनि छ कल्पना अनि देवकुमार छोरा बुहारी अनि र अभि शान्ति छैन रे शान्ति छैन रे शान्ति सोचिँदा काम हुँदैन हुनुपर्छ बिग्रिहाल्छ बिग्रिहाल्छ देवी शक्ति भएको मान्छे एउटा पनि बास रहेछ बुझ्यो पूजापाठ राम्रो गर्नु नागदेवी मनमा अलिक कुरा पनि लुकाउने गर्नु भनिहाल्छ त्यो राख्नु सक्दैन सोचेको बनाएको होला पुरा बुझ्यो
बोलाउने कि चिनाएको बोलाउन नाम सुन्दैन चिनाको नाम सुन्दैन बुढाको नाम बुढाको पुर्ण हँ? पुर्ण पुण्य खर्च पुण्य निलाम ठाडो मान्छे तिमी तगडा रहेछौ फेरि तगडा पनि नि त मान्छे त नि यो कोहीसँग हारै मान्दैन अरे टुपी ठाडो भयो टुपी ठाडो भनेको चाहिँ भनेको जस्तो भएको छैन काम चाहिँ फेरि दिमाग आइडिया बुद्धि सबै भएको आइडिया लाउँछ अहिले अब यो पैसा पाउने लोभी हो तर भने जस्तो भएको छैन क्या नभए त नि अब के गर्छ अब यहाँ त्यसो गरा परमेश्वर हुन्छ भाग्य चाहिँ राम्रै छ हाम्रो कस्तो हुन्छ भविष्यमा गाउँको प्रयास गर्नु पर्छ बुढाबुढीको कस्तो हुन्छ जे त अलिक गाउँको हुन्छ हुन्छ मेरो श्रीमा के नाम अरे पुण्य त्यसको चिनाएको नाम पुग्नु चिनाकै नाम पुण्य मान्छे अब सिधा सिधा भयो चिना बाहिर चाहिँ बाहिर जनाको जनाको तिमी ढाडो बनाइहाल्छौ पेट खराएर जित्ने गर्छ तिमीले कुन ठाउँमा छ तेलरीहरू भन्ने जस्तो छैन छैन गराउँछ नि त नि गराउने गर्दाखेरि पढ्न चाहिँ के चाहिँ आलुमा जब हाल्छ आलु अङ्कल कता खानु जानु ल